नेपाल शिक्षक महासंघ र नेपाल सरकारले भएका सहमतिलाई नेपाल शिक्षक महासंघ र नेपाल सरकारले भएका सहमतिलाई 3 भागमा वर्गीकृत गरेका छन्। एउटा मन्त्री स्तरीय निर्णयबाट हुने, मन्त्री परिषदको निर्णयबाट हुने र विद्यालय शिक्षा ऐन तथा नियमावलीबाट हुने। र हिजोको हाम्रो संवाद भनेको मन्त्री परिषदको निर्णयबाट हुने कुन काम कसरी गर्न सकिन्छ भन्ने बारे हामीले छलफल गऱ्यौँ। तर हामीले एउटा मात्र काम, दुईटा मात्र कामलाई निर्णय गरेर अघि जाने सोचमा हामी छैनौँ। समग्र प्याकेजको रूपमा मन्त्री परिषदले निर्णय गरेर हुने काम हुँदै गर्दा सँगै ऐन कसरी जारी हुन्छ, कहिले जारी हुन्छ भन्ने बारेमा पनि सँगै निर्णय गर्नुपर्ने हुनाले हामीले प्याकेजमा निर्णय गरेर अघि बढ्न खोजेका छौँ। तर मन्त्री परिषदले गर्ने कामका विषयमा पनि सहमति सिर्जना नभएको हुनाले हिजोको बैठक, हिजोको छलफल निष्कर्ष बिना टुङ्गिएको छ। राति करिब 1 बजेतिर हामी त्यहाँबाट बाहिरियौँ। त्यो कुरा मैले सामाजिक सञ्जाल मार्फत बेलुकै सबै साथीहरूलाई जानकारी पनि गराइसकेको। हिजो झन्डै 3 घण्टाको हाराहारी शिक्षा मन्त्रीका सचिव र शिक्षक महासङ्घका पदाधिकारी जुन लामो संवाद भएको अवस्था छ, विशेष रूपमा महासङ्घले के विषय त्यहाँ चाहिँ उठान गरेको अवस्था छ, सहमति नजिक के अवस्था होइन। हामीले मन्त्री परिषदले निर्णय गरेर हुन सक्ने भनेर 16वटा कामहरू सार्वजनिक गरिसकेका छौँ। त्यो भनेको के छ? अनि थुप्रै काम छ। त्यो भन्यो भने धेरै। त्यसमा मन्त्री परिषदले निर्णय गर्ने कुरा, ग्रेड मिलान मन्त्री परिषदले निर्णय गरेर हुन्छ। इसिडी र विद्यालय कर्मचारीको तलब तोक्ने काम मन्त्री परिषदले निर्णय गरेर हुन्छ। जस्तो बढुवाका कुराहरू, स्थायित्वको कुराहरू ऐन नियममा प्रबन्ध गरेर जानुपर्छ। त्यो बाहेकका शिक्षकको मर्यादा कमका कुरा त्यहाँ निर्णय गर्न सकिन्छ। पद सिर्जनाका अरू कुराहरू पनि मन्त्री परिषद निर्णयबाट गरेर जान सक्छ। मन्त्री परिषदको निर्णयबाट हुने विषयहरूमा हामीले गम्भीर रूपले छलफल गऱ्यौँ। तर ती विषयहरूमा नै कसरी जाने भन्ने कुरामा पनि सम्पूर्ण सहमति सिर्जना हुन सकेन। र यो समग्र समस्यालाई, ऐनका विषयदेखि लिएर सबै समस्यालाई एउटा प्याकेजको रूपमा अघि बढाउनु पर्ने हुनाले ती विषयमा निर्णयमा निष्कर्षमा नपुगेका हुनाले निष्कर्षमा नपुगिकन वार्ता टुङ्गियो। त्यो कुरा पनि मैले तत्कालीन मन्त्रालयबाट बाहिर निस्कँदै गर्दा त्यहाँ रहनुभएका पत्रकारहरूमाझ पनि सार्वजनिक गरिसके। धेरै विषय सहमति नजिक छ, सहमति हुन नसकेका हजुरले भने जस्तै के होइन। त्यसरी अहिले छुट्याएर भन्न उचित हुँदैन। हामीले प्याकेजमा भनेपछि कुन भयो र कुन भएन भन्ने कुरा भन्ने सुविधा मलाई छैन। प्याकेजमा सहमतिका सबै कुरा भइसकेपछि हामी त्यसलाई सार्वजनिकै गर्छौँ। तर त्यो नभएसम्म कुन विषयमा के सरकारको के अडान छ, हाम्रो के अडान छ भन्ने कुरा निर्णय नपुगिकन सार्वजनिक हुनु वार्ताको वातावरणलाई असर पार्ने पनि हुन्छ। त्यसैले त्यो कुरा मैले सार्वजनिक गर्न सक्दिनँ। मन्त्रालय र मन्त्री स्तरमा गर्न सक्ने निर्णय यो बाहेक सबभन्दा महत्त्वपूर्ण विषय अझै शिक्षा विधेयकको बारेमा। शिक्षा विधेयकको बारे गृहमन्त्रीले प्रतिबद्धता जनाएर चाहिँ क्याबिनेटमा अब हामी शिक्षा विधेयक पास गर्छौँ भन्नेको एक किसिमको त्यो पनि सहमति अथवा चाहिँ त्यो पनि कुरा भएको थियो। होइन, ऐनको विषय सरकारको प्रतिबद्धताले मात्रै आउने विषय होइन, यो संसदको कार्यक्षेत्रभित्र पर्छ। त्यसैले संसदमा ऐन ल्याउने विषयसँग सम्बन्धित पदाधिकारीको प्रतिबद्धता र छलफलपछि मात्रै यो विषयमा भन्न सकिन्छ। सरकारको एकल प्रतिबद्धताबाट ऐन आउन सक्दैन। त्यो विषयमा हामी जानेको छौँ। त्यसैले कुन विषय कोसँग जोडिएको छ त्यसलाई समावेश गरेर प्याकेजमा वार्ता गर्दा मात्रै समाधान निक्लन्छ, नभए समाधान निस्कँदैन। समाधान ननिस्केसम्म हामी जाँदैनौँ, आन्दोलनमा रहिरहन्छौँ। जे होस्, सरकारले चाहिँ यो जुन शिक्षा विधेयक एक किसिमको यो ल्याउने सुनिश्चितता भयो भने तपाईँहरू फेरि आन्दोलनको स्वरूपमा चाहिँ चेन हुन्छ। सरकारले सुनिश्चितता होइन, सम्बन्धित ठाउँमा समय तालिका सहित, फ्रेमवर्क सहित हामी कसरी काम गर्छौँ, कुन बेला के काम गर्छौँ। जस्तो उपसमितिमा छ, उपसमितिले कहिले सक्छ, समितिले कहिले सक्छ, प्रतिनिधि सभामा कहिले पुग्छ। प्रतिनिधि सभाबाट पास गर्यो भने कम्तीमा हामी सबै के आश्वस्त हुन्छौँ भने अब विधेयक आयो भन्ने हुन्छ। र सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरणका लागि अझै समय लाग्छ, त्यो हामी जान्दछौँ। तर
विधेयक तत्त ठाउँमा निर्णय भएर अघि त बढ्नु पर्यो नि, ताकि आम शिक्षक कर्मचारीलाई थाहा होस् कि अब यी कुरा निर्णय भएर आए, यी कुरा अदल बदल हुँदैनन् भन्ने सुनिश्चित भएपछि मात्रै यी साथीहरू ढुक्क भएर जाने हो। अन्यथा कसैले कुनै पदाधिकारीले बोलेको भरमा ल हामी गरिहाल्छौँ नि, हामी तपाईँकै हौँ, तपाईँले चिन्ता गर्नु पर्दैन भन्ने कुरालाई हामीले प्रत्याहार गर्न छोडिसक्यौँ, उहिलेबाटै छोडिसक्यौँ। सर, जुन किसिमको तपाईँले भन्नुभयो अब हामी प्याकेजमा नै सहमति गर्छौँ भनेर भन्नुभयो, अझै निष्कर्षमा पुग्न नसकिरहेको अवस्थामा चाहिँ अब प्याकेजमा सहमतिको लागि चाहिँ आज कतिपय फेरि बस्दैछौँ, के छ? अहिले निश्चित भएको छैन, तर हामीले संवादको बाटोलाई खुला राखेका छौँ। निरन्तर हामी संवादमा बस्छौँ। अहिले आन्दोलनको अवधिमा संवाद हुन सक्दैन, हामी आन्दोलनै छौँ। 2 बजे हाम्रो आन्दोलन सकिन्छ, त्यो पछिको समय पनि हामीले संवादका लागि खुला गरेका छौँ। 11 बजे अहिलेको समय पनि संवादका लागि खुला गरेका छौँ। तर नेपाल शिक्षक महासङ्घ संवादका नाममा संवादमा व्यस्त हुन चाहँदैन, सार्थक संवादको पक्षमा छ। सार्थक र परिणामोन्मुख संवादमा मात्रै हामी बस्छौँ, रहन्छौँ, कुराकानी गर्छौँ। जुन आज बिहान तपाईँहरू नेपाल शिक्षक महासङ्घ सहितका विभिन्न घटकहरू बिच पनि तपाईँहरू बस्नुभयो, त्यो घटकमा त अनेक कुरा उठेको अवस्था छ नि? होइन, त्यस्तो छैन। एउटा के कुरामा हामी सबै एकमत छौँ भने यो आन्दोलनलाई एउटा तार्किक निष्कर्षमा पुर्याएर नेपाली शिक्षक कर्मचारीलाई अब ऐन आयो, हाम्रा माग मुद्दा सम्बोधन भए भन्ने एउटा विश्वस्त वातावरण सिर्जना गर्नेमा सबै एकमत छौँ। त्यसैमा हामी लागिरहेका छौँ, त्यसमा कुनै विपत्ति छैन। भनेपछि तपाईँहरूको आन्दोलन एक किसिमको एकातिर क्याबिनेटले निर्णय गर्ने, तपाईँहरूको माग सम्बोधन गर्ने, अर्कोतिर चाहिँ विधेयक ल्याउने सुनिश्चितता हुनुपर्ने हो। एक प्याकेजमा भनेकै त्यो मन्त्री परिषदले मन्त्रीले हुने निर्णय मन्त्रीले गर्ने, मन्त्री परिषदले गर्ने निर्णय मन्त्री परिषदले गर्ने, ऐन सम्बन्धी कुरो ऐनसँग व्यवस्थापिका संसदसँग जोडिएका व्यक्तिहरूले गर्ने। त्यसो भएपछि अनि संवादको निकास निस्कन सक्छ। अन्यथा निकास निक्लिएर कामना गर्दैमा हुँदैन। मैले अहिले म उड्न पाएँ हुन्थ्यो कामना गरेँ भने त्यसको न्यूनतम फन्डामेन्टल के हो भने मसँग पखेटा हुनुपर्छ कि बिना पखेटा उड्ने कामना गरेँ भने सकिँदैन। सर, अझै जुन किसिमको यो आन्दोलन लम्बिँदै गइरहेपछि कक्षा 12को परीक्षा अझै 3-4 दिन 4 दिन मात्र बाँकी छ। यो अवस्थामा अब कक्षा 12को परीक्षा 4 दिनपछि यो सम्भव छ अथवा के छ? होइन, राज्यले संवेदनशील भयो भने सम्भव असम्भव हुने कुरा छैन। अहिले पनि शिक्षक साथीहरू गाउँ गाउँमा हुनुहुन्छ, प्रधान अध्यापक साथीहरू पनि गाउँ गाउँमा हुनुहुन्छ। यो विषयपछि हामी संवेदनशील छौँ। हामी पनि निरन्तर बैठक बस्दैछौँ, भरे पनि बैठक बस्दैछ। हामी विचार विमर्श गरिरहेका छौँ। अहिले म त्यति भन्छु। भनेपछि भोलिसम्म यदि आन्दोलन जारी भयो भने 21 गतिदेखि त परीक्षा आउन लागेको छ। जुन किसिमको राष्ट्रिय परीक्षा बोर्डले वैशाख 11 गते गर्ने भनिएको परीक्षा 21 गते तपाईँहरूको आग्रह अनुसार सारिएको छ। भोलिसम्म पनि आन्दोलन यस्तै लम्बियो भने परीक्षा तपाईँहरू सहभागी हुन्छ या हुन्न? हाम्रो आग्रह अनुसार त होइन, उहाँहरूको बाध्यता अनुसार सार्नु भएको हो। हाम्रो आग्रहमा भने त पहिले नै एकचोटि अन्य किसिमबाट परीक्षा लिने कोसिस पनि भएको थियो। त्यो कोसिसको कुरा पनि हामीले बिर्सिया छैनौँ। तर अब 21 गते परीक्षा सरेको छ। त्यो बारे नेपाल शिक्षा महासङ्घले पनि गम्भीर मन्थन गर्छ। हामी उचित समय उचित निर्णय लिने नै छौँ। सरकारको कुरा पनि हामी हेरिरहेका छौँ। भनेपछि परीक्षामा अब सहभागी हुने वातावरण बन्दै गएको अवस्था अहिले यसै हुन्छ भनेर मैले भन्नु हतार हुन्छ। हुन्छ, उहाँ हुनुहुन्छ नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी। हिजो जुन झन्डै 3.5 घण्टा शिक्षा मन्त्री सहितको मन्त्रालयमा